यो चाहिँ हो मसाला फिस करी जो चाहिँ बनाउनु एकदमै सजिलो छ। यो बनाउनुको लागि मैले आधा किलो माछा लिएको छु। यो चाहिँ कत्ला माछा हो। यसलाई धोएर सफा गरेर चाहिँ हल्दी हालेको छु मैले, त्यहाँबाट अलिकति नुन, त्यसपछि चाहिँ काश्मिरी खोर्सानीको धुलो अनि 2-4 थोपा निम्बुको रस। अब निम्बुको रस चाहिँ किन लाको भन्दा चाहिँ निम्बुको रसले चाहिँ माछाको जुन काँचो गन्ध हुन्छ त्यसलाई चाहिँ हटाइदिन्छ। अब यसलाई मजाले मिक्स गर्नुपर्ने हुन्छ। माछालाई दुईपट्टिबाट नै मजाले मसलासँग दलदल पारेर मोलेर चाहिँ आधी घण्टाको लागि चाहिँ छोडिदिनु पर्ने हुन्छ। आधी घण्टामा यो माछा चाहिँ मजाले म्यारिनेट हुन्छ। अब यसलाई साइड गरेपछि चाहिँ मसला तयार गर्नुपर्ने हुन्छ। मसलाको लागि पहेँलो तोरी, कालो तोरी, त्यहाँबाट अदुवा र लसुन लिएको छु। अदुवा चाहिँ कम्ती लिएको छु, लसुन अलिक धेरै मात्रामा लिएको छु। यसलाई पिसेर साइड गरेर मैले राखेँ। त्यसपछि चुलामा एउटा प्यान बसाएर अलिक धेरै तोरीको तेल हालेँ। तेल मजाले तातेपछि चाहिँ यहाँनिर हाई फ्लेम गरेर माछालाई मैले लगाइदिएको छु। मैले सबै माछालाई एकैचोटि नै लगाइदिएँ किनभने चाहिँ यसमा अड्दै थियो। अब यसलाई पल्टाउनु पर्ने हुन्छ। दुईपट्टिबाट नै गोल्डन ब्राउन हुने गरी चाहिँ माछालाई मैले फ्राई गरेको छु। भन्नुपर्दा चाहिँ पाकुन्जेल चाहिँ मैले यसलाई फ्राई गरेको छु। अब जब यो दुईपट्टिबाट नै मजाले यसरी गोल्डन ब्राउन भएर फ्राई हुन्छ तब चाहिँ यसलाई निकाल्नु पर्ने हुन्छ। अब मैले यसरी सबै माछाहरूलाई चाहिँ निकालेँ। यो प्रकारले चाहिँ देखिँदै थियो, फ्राईमा नै खाउँ खाउँ लाग्दो देखिँदै थियो कि। त्यसपछि मैले अर्को कराईमा चाहिँ त्यही तेल हालेँ अलिकति। त्यहाँबाट ठुलो साइजको प्याज हो यो, जसलाई चाहिँ मैले मसिनो गरेर काटेको छु। मिडियम साइजको प्याज हो भने लगभग 2टा चाहिँ चाहिन्छ। त्यहाँबाट यहाँ प्याजलाई चाहिँ डढाउनु हुँदैन, यसलाई नि काँचो पनि छोड्नु हुँदैन। प्याज मजाले गलेर जब कम्ती मात्रामा हुन्छ, गोल्डन ब्राउन चाहिँ बनाउनु हुँदैन फेरि, नत्र भने टेस्ट चाहिँ तितो तितो खालको आउँछ। त्यहाँबाट तोरी, अदुवा, लसुन जुन चाहिँ पिसेर राखेको थियो त्यो मैले लगाएँ। अनि यसमा मैले फेरि अलिकति पानी थपेको छु। अब यसलाई पनि चलाउँदै पकाउनु पर्ने हुन्छ। अब मैले यहाँ मसला हालेको छु। मसलामा चाहिँ हल्दी हालेको छु, खोर्सानीको धुलो, त्यहाँबाट सानो चम्चीको आधी चम्ची जिरा अनि 2 चम्ची धनिया पाउडर हालेको छु। पिरो चाहिँ आफूलाई कतिको मनपर्छ त्यो हिसाबले लाउँदा हुन्छ। अब यसलाई पनि चलाइसकेपछि चाहिँ टमाटरको पेस्ट मैले यहाँनिर हालिदिएको छु। मिडियम साइजको टमाटरलाई मैले 2टा लिएको थिएँ, त्यसलाई पिसेर चाहिँ मैले यहाँ लगाइदिएँ। अब यसलाई पनि मजाले चलाउँदै पकाउनु पर्ने हुन्छ। आगोको फ्लेम चाहिँ यहाँनिर मिडियम छ। अब यो चाहिँ हो माछाको मसला हो, फिस करी, मसाला फिस करी भन्ने पाइन्छ त्यो हो। यसले चाहिँ एकदमै बेसी दामी टेस्ट दिने गर्छ। त्यो पनि लगाइसकेपछि मैले स्वाद अनुसार यहाँनिर नुन लगाएको छु। अब यसलाई पनि मजाले चलाउनु पर्ने हुन्छ। अब यहाँनिर अलिकति पानी हालेर चाहिँ मसलालाई एकछिन पकाउनु पर्ने हुन्छ। यो पानी सुकेपछि चाहिँ तेल जुन चाहिँ हुन्छ नि माथि तैरेको देखेपछि चाहिँ यो प्रकारको यसको अर्थ चाहिँ हुन्छ मसला चाहिँ सबै मजाले पाकिसकेको छ भनेर चाहिँ। अब यहाँनिर मैले मसला लगभग पाकिसकेको छ। पानी मैले लगाएको छु। पानी यहाँ मैले लगभग 1.5 गिलास जस्तो पानी हालेको छु। अब यो पानी जब मजाले भकभक उम्लिन्छ तब चाहिँ फ्राई गरेको माछा लगाइदिनु पर्ने हुन्छ। अब यसरी मैले सबै माछाहरूलाई चाहिँ फ्राई गरेर लगाएँ। त्यसपछि मैले यसलाई 10 से 12 मिनट चाहिँ उमालेको छु माछासँग, किनकि यो जुन चाहिँ झोल हुन्छ सुप माछाभित्र चाहिँ मजाले पसोस् भनेर नि। अब यसलाई 10 से 12 मिनट मैले पकाएको छु यसरी। तब चाहिँ ग्रेभी, करी, झोल जे पनि भनिन्छ यो पनि अलिक घटेको हुन्छ। तबसम्म चाहिँ यति बेला चाहिँ मैले आगोलाई निभाइदिएँ। यो प्रकारले चाहिँ तयार भएको हो। थ्याङ्क यू फर वाचिङ।